नमस्ते। आज म हजुरहरुलाई हलुवा बनाएर देखाउने छु। यसको लागि चाहिने सामानहरु चिनी, 200 ग्राम जति सुजी, घिउ, पिसेर राखेको इलायची, काटेर राखेको पिस्ता बदाम। यो पिस्ता बदाम चाहिँ सजाउनको लागि हो। काजु, 1 ग्लास दूध र पानी। सबैभन्दा पहिला यो दूध र पानीलाई उमालौं। मैले 6 चम्चा जति चिनी राखे यसमा र थोरै पिसेको इलायची। दूध उम्लिन्जेल अब सुजीलाई भुटौं। यसलाई चाहिँ चलाइराख्नु पर्छ, नत्र भने डढ्ने डर हुन्छ। हल्का ब्राउन भएपछि यसमाथि घिउ राखौं। काजु काटेर राखौं। सुजी चाहिँ हल्का रातो रातो भएपछि यसमाथि दूध राख्नु होला। दूध राख्दा चाहिँ हल्का थोरै थोरै राख्दै जानु होला। दूध उम्लिन टाइम लाग्यो भने सुजीको ग्यास चाहिँ सानो बनाउनु होला। अब यसलाई एकछिन चलाउँदै पकाम। यसको पानी चाहिँ सबै सुक्नु पर्छ अनि बल्ल पाक्छ यो। अब हाम्रो यम्मी हलुवा तयार भयो। हजुरहरुले पनि बनाएर खानु होला। हजुरहरुलाई मेरो रेसिपी मन पर्यो भने लाइक बटन दाब्दिनु होला र रातो कलरको सब्स्क्राइब बटन पनि दाब्दिनु होला। बाइ बाइ, ह्याभ अ नाइस टाइम।